तयारी गरिदिए भए हुन्थ्यो भन्ने कतिलाई लाग्यो होला होइन पहिलो दिनै गर्नुपर्ने कुरा हो यो तपाईँलाई आक्रोश जस्तो लाग्ला तपाईँले सोध्नु देखेर कस्तो आक्रोश छ होला मान्छेले ड्याम ड्याम गोली ठोक्दा तर कन्ट्रोलभन्दा बाहिर गयो भन्ने कुरा थियो नि त्यो कन्ट्रोल हुन बाहिर कसको अक्षमताले गयो तपाईँ के किन गएको हो कि त्यहाँ मैले भने अचम्म लाग्छ कि मान्छे तपाईँ देश चलाउँछु सुशासन दिन्छु सुरक्षा दिन्छु म यो सबै संयन्त्र जासुसी संयन्त्र प्रहरी सबै सर्छ तपाईँलाई ढुक्क भएर जिन्दगी चलाउनु भन्ने जिम्मा लिएर जाने अहिले मैले त सकिनँ मलाई त दिएनन् मैले त गरेँ लुकेर गरेँ कहाँ तपाईँले मौका गर्न सक्नुहुन्छ त्यस्तो त्यसको असक्षमताको त तपाईँले पद छोड्ने हो तपाईँ ठुलो मान्छेलाई समात्यो भने जस्तो कानुन चाहिँ हामीलाई लागु हुँदैन राजालाई लागु हुँदैन भनेर हामी यत्रो लोकतन्त्र गणतन्त्र ल्याएर हिँड्ने तपाईँलाई चाहिँ छुनै नहुने भन्ने चाहिँ भन्नु भएन त्यो पदमा बसेको मान्छे सहरसम्म जान्छु कुरा गर्छ हाँसी खुसी जानुपर्छ कि राणाको गर्नुहुन्न मेरो भनाइ हो नत्र राज्य कसरी चलाउने त अब कि विघटन गरिदिनुहोस् देश चलाउन सकिन्न भन्नुहोस् देश चलाउन सकिन्न भने छोडिदिनुहोस् यो विघटन गरिदिनुहोस् देश नत्र कसरी चल्छ तपाईँले जे गरे पनि हुने होइन देश पाकिस्तान बङ्गलादेश गयो अब अवस्था गम्भीर हुने के हो पाकिस्तान बङ्गलादेश के हो पाकिस्तान बङ्गलादेश पाकिस्तान बङ्गलादेश सब सेनाले गरेको त्यहाँ नागरिक सरकार छ नागरिक आइरहेछ तपाईँ कानुनले काम गरेर भन्दाखेरि जुन देशमा पनि भइरहेछ त जिम्मा लिनु परेन प्रधानमन्त्रीले गृहमन्त्रीले त पुलिसले सिडिओलाई जिम्मा लगाइदिने किन राजनीति गर्नुभएको खान्न पाएर राजनीति गर्नुभएको राजनीति पेसा बनाउनु भयो तपाईँले रविलाई कसो गर्नु राति थुन्नुभयो मलाई 10 बजे राति लगेर थुन्ने तपाईँले गर्दा सब ठिक आशिका तामाङलाई 18 दिन किन थुनिदिएको त्यो बिचरा केही गरेकै छैन ज्वाला साङ्ग्रोलाई 25 दिन किन थुनिदिएको अधिकतम 25 दिन 25 दिन थुनिदियो अब त्यो रमा बस्नेत भन्ने टिकटकरलाई च्यापे समातेर थुनिदियो दुर्गा प्रसादले धेरै राति राति समातेर ल्यायो रविन्द्र मिश्रलाई चाहिँ हतघडी लगाएर ल्यायो के गरायो त रविन्द्र मिश्र जस्तो धवल शमशेर जस्तो सांसदलाई हतघडी लगाएर लग्यो रविलाई चाहिँ थुन्ने ओइलाई नथुन्ने भन्ने प्रतिशोधमा जानु भएन नि होइन त्यो हिसाबमा गयो देश होइन प्रतिशोध कसरी भयो कानुनको पालन गर्दा प्रतिशोध हुन्छ प्रतिशोध अदालत जान्छ नि यो अदालतले म्याद थप गर्ला अब आज छ आज शनिबार हो भने भोलि त अदालत पेश गर्नुपर्छ म्याद थप गर्ला नगर्ला तपाईँले अहिले किन भयो एकछिन तपाईँलाई कारवाही गर्न सुरु गरे भन्दा राणाको किन गरे आन्दोलन गर्ने भने के तपाईँको नेतालाई चाहिँ नि 100 खुन माफ दिनुपर्छ भने हो यसलाई परिचय नल्याउ एक दिन तपाईँलाई सोध्यो भने जान त पर्यो होला नि त परेन नागरिक भएर राज्यले तपाईँलाई सोद्धा राज्यलाई तपाईँले यस्तो अधिकार त हामीले कानुन संविधान बनाएर दिएको होला नि त राज्यलाई अधिकार दिँदा दुरुपयोग पनि तपाईँहरूले त लगातार दुरुपयोग गर्नु अर्कोले दुरुपयोग गरेको हो भन्ने प्रमाणित गर्नु पर्यो नि तपाईँ के गर्छ तपाईँले ज्यान दिएको नेता हो पहिले के ज्यान दियो कहिले पनि ज्यान दिएको छ 14 वर्ष जेल बसेर चाहिँ 14 वर्ष मान्छेको लागि होइन मान्छे मारेको ढकालहरूलाई मारेको पकाइदा 3 तहको अदालतले मान्छे मारेको फैसला हो त्यो देशको लागि होइन 14 वर्ष बसेर राजाले बौद्ध लाउने बेलामा राजाले आम माफी मोहन चन्द्र उसलाई सिबी मैनालीलाई यिनीहरूलाई के भन्छ छोडिदिएको